गाइज वेलकम टु माई युट्युब च्यानल इट्स मी विराज र आज म यो हाम्रो एक्वेरियमको माछाहरूलाई नयाँ एक्वेरियममा राख्ने सोचिरहेको र यो एक्वेरियम यसमा फेरि प्लान्टेड एक्वेरियम बनाउने सोचिरहेको। अब लाइटहरू किनिसकेँ यो प्लान्टेड एक्वेरियमको, अनि अब यसको यो लाइट अनि मोटर सटर सबै यहाँ फिट गरेर यो हाम्रो गोल्डफिसहरूलाई यता यिनीहरूको नयाँ घरमा सिफ्ट गर्ने छौँ। पुरै भिडियो हेर्नु होला, कसरी हुन्छ कसरी सिफ्ट गर्छु। ल यिनीहरूलाई यता सिफ्ट गर्नुभन्दा अगाडि मैले एउटा नोटिस गरेँ यसको यो फर्म चाहिँ एकदमै पातलो भएको रहेछ। त्यही भएर मैले यो मोटोवाला फर्म यत्तिको मोटोवाला फर्म लिएर आएको छु। अब यो फर्म सुरुमा यसमा राखौँ अनि त्यसपछि स्यान्डहरू धुम है त। ल फाइनल्ली यो फर्म हालियो, बचेको फर्म यहाँ छ। अब गएर अब स्यान्ड धुम, त्यसपछि यिनीहरूलाई नयाँ घर हो। अब यिनीहरूको साइज पनि ठुलो हुँदै गएको थियो, त्यही भएर यिनीहरूलाई अलि चाहिएको थियो कि ठुलो एक्वेरियम। ल गाइज अब धेरै गफ नगरिकन स्यान्ड धुन जाऊँ। ल गाइज मैले यो कन्स्ट्रक्सन स्यान्ड युज गरेछु होइन, हजुरले यही युज गर्न नि सक्नुहुन्छ कन्स्ट्रक्सन स्यान्ड। अनि यसलाई अब यता राख्ने अनि मस्त खुल्ने। अनि पछि मैले नि यो कन्स्ट्रक्सन स्यान्ड फर्स्ट टाइम युज गर्दैछु, कस्तो हुन्छ हेरौँ। यो लास्टै फोरो छ गाइज, यसलाई 5-6 चोटि भन्दा धेरै सफा गर्नुपर्छ जस्तो मन लाग्यो। अब यो पुरै सफा गरेर म भित्र गएर भिडियो देखाउँछु है त। ल फाइनल्ली यतिसम्म सफा भइसक्यो स्यान्ड, एकदमै टाइम लाग्यो। ल अब स्यान्ड पनि भयो, अनि अब यहाँ मैले स्टोनहरू राखेको छु अलिकति। यो स्टोनहरू यहाँ राख्नुभन्दा पहिला मैले यो म्याट राख्ने भनेछु। एउटा यो सानो म्याट काटेर तलबाट राख्यो भने त्यसले सिसालाई यहाँ स्क्रच गर्दैन क्या, यस्तो सिसा ड्यामेज गर्दैन। त्यही भएर यो म यसो यो काट्छु है त। यो ल खै यो अब मैले यहाँ राखेँ। यो खै यो यसरी आयो भने यहाँबाट स्यान्डले त ढाक्छ, खै हुन्छ होला। त्यही पनि अझै थोरै काट्नुपर्छ जस्तो लाग्यो मैले, हल्का थोरै काटेर अब स्टोन राख्छु है त। थोरै भाग यसको काटिसकेँ, अब यहाँ अब चाहिँ फिट हुन्छ जस्तो छ। ल पर्फेक्ट, अब चाहिँ पर्फेक्ट भयो। अब यो स्टोन राखौँ। स्टोनलाई कसरी राख्ने भन्दाखेरि यसो टाइम लाग्छ यो एडजस्ट गर्न। एउटा स्टोन त्यहाँ राख्ने अनि अर्को स्टोन चाहिँ यसको साइडमा अथवा यसरी है। यत्तिकै ठिक देखेछ जस्तो लाग्यो मलाई, मैले यसलाई यत्तिकै राखिदिन्छु। अब यसमाथि अब स्यान्ड हालौँ, स्यान्ड हालेर पुरै कभर गरिदिउँ। ल गाइस मैले स्यान्ड पनि पुरै यहाँ हालिसकेँ। अब पानी त अहिले धुमिलै हुन्छ, अहिले यो पुरै टप यहाँसम्म भरेपछि फिल्टर हालेपछि यो सफा हुन्छ। ल अब अर्को त्यो सानो ढुङ्गाहरू लिन जाऊँ है त। यो ल मैले यति ढुङ्गाहरू लिएर आएको। अब यसलाई यहाँ राम्ररी मिलाई राखौँ। अब यो ढुङ्गा नराख्दै राम्रो देखिन्छ जस्तो लाग्यो मलाई। अब ढुङ्गा राखेपछि कस्तो देखिन्छ, यो ढुङ्गाहरू सबै राखेर हजुरलाई देखाउँछु है त। ल गाइस हल्का टेक्स्चर दिनको लागि मैले यो स्टोनहरू यसरी
त्यसको साइडमा यसरी फिजार्दैछु। ल अब यति भयो। ल अब यहाँ पानी हाल्नु पर्यो। सुस्तरी पानी हालौँ। यति हाफ पानी फिल गर्दाखेरि पानी चाहिँ क्लाउडी नै छ। अनि अब अर्को भनेको अब यहाँ यसको पानी अर्को बकेटमा निकालेर माछाहरूले त्यता राख्नु पर्यो सुरुमा। त्यसपछि यसको आधी पानी पुरै यहाँ हालेर माछाहरूले यता हाल्नु पर्यो है त गाइस। ल म अर्को बाल्टी लिएर आउँछु है त। ल गाइस बकेट ल्याइसकेँ। अब यहाँको पानी साइफन गरौँ है त यसरी है। यताबाट पानी गइरहेछ। ल गाइस यहाँको पानी पनि मैले हालिसकेँ उता। यतिसम्म भइसक्यो। अब यसको फिल्टर निकालेर फिल्टर स्पन्जको अलिकति त्यो पुरै यता हालौँ। त्यसपछि चाहिँ फिल्टर चलाएर एकैछिनपछि माछाहरू एड गरौँ। पहिला यो फिल्टर निकालौँ है त। यो फिल्टरको यो फिल्टर स्पन्ज यहाँ मैले यसरी गरिदिन्छु। यसमा भएको ब्याक्टेरिया बेनिफिसियल ब्याक्टेरिया जति सबै यसमा जान्छ। हजुरले पनि आफ्नो फिसहरूलाई अरू ट्याङ्कमा सिफ्ट गर्दै हुनुहुन्छ भने यसरी यो स्पन्ज चाहिँ त्यहाँ डुबाइदिनु होला। ल अब यसमा फिल्टर हालौँ। मैले यो यहाँ राखेको गाइस यो अलिकति यो लामो भए जस्तो छ हो। यति गर्दाखेरि यहाँ भुइँमा छुन्छ। त्यही भएर अब यो पाइप चाहिँ काट्नुपर्छ। पाइप काटेर यहाँ जोडौँ है त। ल गाइस फाइनल्ली मैले यहाँ मोटर हालिसकेँ। मोटर पनि राम्ररी काम गर्यो। अब 1-2 घन्टा रुकौँ। यहाँ पुरै यसको सबै फोहोरहरू सबै वहाँ जम्मा हुन्छ। अनि मैले यहाँ एयर पम्प लगाइदिएको यिनीहरूलाई। अनि त्यसपछि यिनीहरूलाई ट्रान्सफर गरौँ ल। दिस इज द नेक्स्ट डे गाइस। हिजो अलिकति मैले भ्याएन। अनि पछि यहाँ पानी फिल गरेर मोटर चलाएर यिनीहरूलाई छोडिदिएँ यहीँ। अब वाटर पनि एकदमै क्रिस्टल क्लियर भइसकेको रहेछ। अनि मलाई यो साइडमा यो स्यान्डहरू एकदम खाली खाली लाग्यो के। अलि नराम्रो जस्तो देखिए जस्तो लाग्यो मलाई। त्यही भएर मैले यहाँ यस्तो ग्रेभलहरू लिएर आएको छु। यिनीहरूलाई पुरै धोएर सफा गरेर अब यिनीहरूलाई मैले यहाँ त्यो छर्किदिन्छु कस्तो देखिन्छ। अब हेरौँ है त। ल गाइस दिस इज द फाइनल लुक। अनि स्यान्ड मात्र राख्दाखेरि अलि खुल्ला खुल्ला देखिथ्यो। त्यही माथि ग्रेभल थपिदिए अहिले चाहिँ राम्रो देखिन्छ जस्तो लाहा। हजुरलाई कस्तो लाहा कमेन्ट गरिदिनु होला। अनि अब अहिले माछा त हाल्दैन। एकचोटि यो पानी धुमिलो छ। यति पानी निकाल्छु नयाँ पानी हाल्छु। अनि बल्ल म माछाहरूलाई यतातिर हाल्छु है त गाइस। ल गाइस मैले यहाँ माछा बकेटमा निकालेछु हैन। अलिकति यसको पानी चाहिँ मैले यसमा हालिदिन्छु है। थोरै पानी यसमा हालिदिउँ अनि माछा हालिदिउँ है त। ल गाइस अब फाइनल्ली माछाहरूलाई हालौँ।
सुरुमा यो अब हातको लगाएर हुन्छ गाइज यहाँ के हो माछा त मेरो त सानो सानो देखिन्छ त त्यहाँ एक्वेरियम सानो भएर यिनीहरू ठुलो देखेको थियो अहिले यहाँ चाहिँ यिनीहरू सानो देखिरह ल कमेन्टमा भनिदिनु कस्तो देखिन्छ ल आजको लागि यति नै गाइज अब अर्को भिडियोमा चाहिँ म यसमा प्लान्टेड ट्याङ्क बनाउने छु ल बाई बाई